नमस्कार, यस भिडियोमा म तपाईहरूलाई नासा सेक्युरिटीको नासा एक्सबाट डेटा कपी गरेर नेप्से इजीको साइटमा आफ्नो पोर्टफोलियो कसरी अपडेट गर्ने भनेर देखाउने छु। सर्वप्रथम नासा एक्समा लगइन गर्नुहोस्। लगइन गरेपछि तपाईहरूको स्क्रिनमा यस्तो इन्टरफेस देखिनेछ। अब मेनु बारमा रहेको रिपोर्ट्समा जानुहोस् र त्यहाँ रहेको ट्रेड बुकमा क्लिक गर्नुहोस्। ट्रेड बुकमा तपाईले आफ्नो सबै कारोबारको विवरण हेर्न सक्नुहुनेछ। यदि सेम डे अर्थात् आजकै कारोबार हेर्दै हुनुहुन्छ भने तपाईको आजको सबै कारोबार त्यहाँ देखिनेछ र पुरानो कारोबार हेर्नु पर्यो भने चाहिँ डेट फिल्टर प्रयोग गरेर हेर्न सक्नुहुनेछ। तर एउटा कुरा याद राख्नुहोला, एक पटकमा एक दिनको डेटा मात्र डाउनलोड गरेर साइटमा अपलोड गर्नुपर्छ। त्यसैले हरेक दिनको कारोबारको लागि छुट्टा-छुट्टै फाइल डाउनलोड गर्नुपर्ने हुन्छ। अब दाहिनेपट्टि रहेको एक्स जस्तो एक्सेलको चिन्हमा क्लिक गरी एक्सेल फाइल डाउनलोड गर्नुहोस्। फाइल डाउनलोड भएपछि अब नेप्से इजीको साइटमा आउनुहोस्। यहाँ साइटमा डेटा इन्ट्रीको ड्रपडाउन मेनुमा रहेको नासा एक्स अपलोडमा जानुहोस् र अघि डाउनलोड गरेको एक्सेल फाइललाई यहाँ अपलोड गर्नुहोस्। एक्सेल फाइल अपलोड भइसकेपछि सेभ ट्रान्जेक्सनमा क्लिक गरेर डेटा सेभ गर्नुहोस्। यति गरेपछि तपाईको डेटा साइटमा सफलतापूर्वक अपडेट हुनेछ। धन्यवाद।